यो दार्चुलामा एउटा तुइन छ नि त्यसलाई रिप्लेस त हामी यो चुनाव पछाडि गर्दैछौँ श्रमदानबाट। तुइनमा बिचरा 8 वर्षको नानी यत्रो जाँदै रहेछ यस्तो गरेर जाने सेवास भन्दै रहेछ आमाले। त्यो देख्दाखेरि थुक्न मन लाग्छ रुन पनि मन लाग्छ मलाई त होइन। हाम्रो त्यस्तो रहेछ स्थिति। 8 वर्षको नानी स्कुल जानु खोजेको होला, यताबाट अब डराइराखेको आमाले जा ठिकै छ सेवास भन्दै गर्दा तुइनमा यसै झुन्डेर जाँदै गरेको थियो क्या। यत्रो ठुलो भेट तपाईँले सेयर गर्नुभएको थियो नि। त्यो चाहिँ हामी यो चुनाव पछाडि तुरुन्तै चुनाव पछाडि हाम्रो सुरु भइहाल्छ सब। जिते पनि नजिते पनि तपाईँहरू सरकारमा भए पनि नभए पनि नजिते पनि त नभन्नु न सर, नजिते पुरै छैन। सरकार भएपछि सरकारी पैसा हामी चलाउँदैनौँ, त्यसको लागि श्रमबाटै हामी गर्छौँ। मैले त त्यो त भनिसकेँ श्रमबाट गर्ने भनेर। हामीसँगै पुल थाप्ने इन्जिनियरहरू थुप्रै हुनुहुन्छ होइन, पैसा पठाउने मान्छेहरू पनि लाइनमा हुनुहुन्छ। अहिले चाहिँ होल्ड गर्नु भनेर भनेको छु।